बालेन्द्र शाह संसदीय सत्ता होइन, राजनीतिक प्रयोगको केन्द्रमा। बालेन्द्र शाह यतिखेर नेपालको संसदीय निर्वाचन राजनीतिमा हटकेक बनेका छन् भन्ने चर्चा व्यापक छ। सामाजिक सञ्जाल, सहरी युवा वर्ग र तथाकथित जेएनजी आन्दोलनपछि उनको नाम एक किसिमको राजनीतिक प्रतीक जस्तै प्रस्तुत भइरहेको छ। तर यहाँ बुझ्नै पर्ने कुरा के हो भने संसदीय निर्वाचन कुनै स्थानीय निर्वाचन होइन। स्थानीय चुनावमा व्यक्तिगत लोकप्रियता, आक्रोश र प्रतीकात्मक विद्रोहले काम गर्न सक्छ, तर संसदीय चुनाव भनेको संगठन, गठबन्धन, पैसाको शक्ति र राज्य संयन्त्रसँग जोडिएको कठोर राजनीतिक युद्ध हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले बालेनलाई प्रधानमन्त्रीको प्रस्तावित अनुहारका रूपमा अघि सार्नु आफैमा ठूलो राजनीतिक दाउ हो। तर यो दाउ सफल हुन दुई असम्भव जस्तै देखिने शर्तहरू पूरा हुनै पर्छ। पहिलो, रासपाले कुनै चमत्कारिक रूपमा एक्लै बहुमत ल्याउनु पर्छ। दोस्रो, स्वयं बालेन्द्र शाहले जाता क्षेत्र नम्बर 5बाट प्रत्यक्ष निर्वाचन जित्नुपर्छ। यी दुवै शर्त पूरा हुनु अहिलेको नेपाली राजनीतिक संरचनामा सामान्य होइन, असाध्यै कठिन छ। झापा 5 कुनै साधारण निर्वाचन क्षेत्र होइन। यो क्षेत्र नेकपा एमाले, राप्रपा र सत्ता राजनीतिका पुराना खेलाडीहरूको प्रयोगशाला रहँदै आएको छ। राजनीतिक वृत्तमा राजेन्द्र लिङ्गदेन र केपी शर्मा ओली बीच कुनै न कुनै किसिमको अघोषित समझदारी रहेको चर्चा नयाँ होइन। राप्रपा स्वयं झापा क्षेत्रमा आफ्नो प्रभाव क्षेत्र गुमाउन चाहदैन, रासपा जस्तो नयाँ शक्तिलाई त झनै होइन। अर्कोतर्फ नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच विगतका निर्वाचनहरूमा देखिएको नरम अदृश्य समझदारी नेताहरूका बीचमा अहिले पनि धेरै क्षेत्रमा जीवित छ। रासपा बलियो देखिने वा प्रतिस्पर्धी हुने क्षेत्रहरूमा एमाले, काङ्ग्रेस, राप्रपा बीच अघोषित गठबन्धन बन्ने सम्भावना अत्यन्त प्रबल छ। नेपाली राजनीतिमा हात्तीको देखाउने र चपाउने दाँत फरक हुने पुरानो अभ्यास आज पनि उस्तै छ। यस्तो अवस्थामा बालेनको लोकप्रियता जति बढेको देखिए पनि उनलाई कतैबाट परिचालित पात्र बनेर आरोप लगाउने आवाज पनि सँगसँगै बढिरहेको छ। जेएनजी आन्दोलनपछि उनलाई लिएर विदेशी एजेन्डा, अदृश्य शक्ति र चरमपन्थी भाषामा लुसिफर सम्म भन्नेहरू नदेखिएका होइनन्। यस्तो राजनीतिक वातावरणमा जाता 5बाट जित्नु भनेको फलामको चिउरा चपाउनु सरह हुन्छ। अझ गम्भीर कुरा के छ भने परम्परागत राजनीतिक दलहरू रासपाको टाउको उठ्नै नदिने रणनीतिमा छन्। उनीहरूका लागि रासपा केवल अर्को दल होइन, सत्ताको संरचना भत्काउन सक्ने खतरा हो। त्यसैले आम निर्वाचनमा रासपामाथि प्रशासनिक, कानुनी, प्रचारात्मक र राजनीतिक सबै किसिमका प्रपञ्च रचिने सम्भावना प्रष्ट देखिन्छ। कथम कदाचित रासपा ठूलो दलका रूपमा उदायो भने पनि बालेन्द्र शाहलाई प्रधानमन्त्री स्वीकार गर्न पुराना दलहरू तयार हुने कुनै सङ्केत छैन। संसदीय अङ्कगणित मिलाएर राष्ट्रपति, सभामुख गठबन्धन र बाह्य समर्थन प्रयोग गरेर उनलाई पन्छाउने सबै सम्भावित उपाय अपनाइनेछ। यही सन्दर्भमा कतिपय विश्लेषकहरूले फिजीका पूर्व प्रधानमन्त्री महेन्द्र चौधरीको उदाहरण स्मरण गरिरहेका छन्, जहाँ जनमत प्राप्त गरे पनि सत्ता राजनीतिले अन्ततः उनलाई टिक्न दिएन। नेपालमा पनि बालेनलाई प्रतीक बनाउने तर सत्ताको केन्द्रमा टिक्न नदिने कुनै दीर्घकालीन राजनीतिक खेल चलिरहेको हो कि भन्ने प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन। अर्को कठोर यथार्थ के हो भने रासपाको मुख्य समर्थक मानिने युवा जमातको ठूलो हिस्सा विदेशमा छ। मतदानबाट वञ्चित यही समूह सामाजिक सञ्जालमा अत्यन्त सक्रिय भए पनि भोट बक्समा उपस्थित नहुँदा त्यसको प्रभाव सीमित हुन्छ। त्यसैले रासपाले प्रचण्ड बहुमत ल्याउँछ भन्नेमा अहिले विश्वास गर्ने ठोस आधार देखिँदैन। निष्कर्ष स्पष्ट छ। बालेन्द्र शाहको प्रधानमन्त्री बन्ने चाहना अहिलेको अवस्थामा राजनीतिक यथार्थभन्दा बढी मृगतृष्णा जस्तो देखिन्छ। हो, यदि जनताले साँच्चै रासपालाई अप्रत्याशित बहुमत दिए भने नेपालको आर्थिक र राजनीतिक संरचनामा हलचल आउन सक्छ। तर वर्तमान संरचना, शक्ति सन्तुलन र परम्परागत दलहरूको रणनीति हेर्दा त्यो सम्भावनाभन्दा बाधा धेरै छन्। नेपाली राजनीति भावनाले होइन, अङ्कगणित र शक्ति सन्तुलनले चल्छ र यही यथार्थले आज बालेनको राजनीतिक भविष्यलाई कठोर प्रश्नको घेरामा राखेको छ। धन्यवाद। यस्तै सामग्रीको लागि लाइक र फलो गर्न नभुल्नुहोला।